एउटा ठुलो पार्टीको अधिवेशन भयो र एउटा पक्षले जित्यो हैन, जित्यो। त्यो कुनै शक्तिसँग सरेन्डर गरेरै भएको कुरा हो है। त्यो असम्भव ठान्नु हुँदैन, त्यसलाई भएको कुरा हो। र एउटाले अधिवेशन रोकिरहेछ होइन, एकपल्ट चाहिँ परिवारै ब्याङ्कक भागेर गएको र अर्कोले फेरि फर्काइदिएको, दोस्रोपल्ट सिङ्गापुर भागेर गएको र फेरि फर्काइदिएको होइन। त्यसै भएर त्यो संस्थापन बलियो भएको छ अघि। त्यस कारण दुइटै दल अहिले हाम्रो नेपाल र नेपालीको हातमा छैन। त्यो विदेशीले चाहिँ ग्राब गरेको छ र जुन सत्तामा छ र त्यो सत्तामा भएकोलाई अर्को कुनै विदेशी शक्तिलाई चुनाव मार्फत चाहिँ ल्याएर नेपाली राजनीति, नेपाली समाजमा हाबी गराउनु छ, त्यसको दायित्व त्यो हो होइन। त्यसै कारण अहिले देखिएको दुइटै शक्ति हाम्रो हातमा छैन। अहिले हामी जेको लागि भेला भएको छौँ त्यहाँ नेपाल र नेपालीको लागि नेपाल कहाँ छ खोज्नको लागि भेला भएको हौँ हामी होइन। र म चाहिँ 4-5वटा कुरा भन्छु। 4-5वटा कुराहरू मलाई लागिरहेको एउटा चाहिँ के भने अहिले संसद पुनर्स्थापना हुनु हुँदैन अघि। संसद पुनर्स्थापना हुने बित्तिकै के हुन्छ भयो भने, हुने सम्भावनामा कम देख्छु, हुने भयो भने भयो केही गरी भने त्यसले पुरानैको हातमा सबै कुरा जान्छ होइन। केही गरी चुनाव भयो र भने अर्कै शक्ति आउँछ, त्यसबाट पनि हाम्रो हातमा हुँदैन हुँदैन। अब हामीसँग के हो होइन। अनि के भयो भन्दाखेरि जेनजी पुस्ताप्रति हामी एकदमै कृतज्ञ हुनुपर्छ। त्यसले मैदान खाली गरिदियो, मैले पहिला पनि भने हौँ। त्यसले गर्दा आज हामी यहाँ खुलेर कुरा गर्न पाछौँ। तर त्यत्रो मानिसको हत्या हुँदाखेरि पनि हामीले चाहिँ के अरे त्यो त्यसको जिम्मेवार हो कि, अथवा चाहिँ पुलिस आइजिपी जिम्मेवार हो कि, अथवा चाहिँ गृहमन्त्री जिम्मेवार हो कि, अथवा प्रधानमन्त्री जिम्मेवार हो हालवाला भनेको छैन। तर जाँच आयोगले चुनाव हुनुभन्दा अगाडि नै चाहिँ फाइन्ड आउट गरेर कारवाही गर्नु पर्यो कि कसैले एउटा विनम्रता साथ चाहिँ आफ्नो नैतिक दायित्व लिनु पर्यो, स्वीकार्नु पर्यो होइन। त्यो पनि नगर्ने। अनि 3वटा सङ्गीन अपराध भएको छ हामीले हेर्दाखेरि अघि। 3वटा सङ्गीन कुरा के भएको छ भने, एउटा कुरा राजनीतिज्ञहरू बचे र पुलिसका आइजिपीहरू दार्फुरको केसमा जहाँ नेपालको बेइज्जती भयो त्यो कुरा दब्यो। दोस्रो कुरा तपाईँको भुटानी शरणार्थी केसमा विदेशीको अनुमान के छ भने भुटानी मात्रै गएको छैनन्, चाइनिजहरू पनि गएको छन्। त्यो कुरालाई त्यसले छोड्नेवाला छैन, त्यसले हुकाल्छ र समस्या पार्छ। यो कुराको फैसला नेपालले नै गर्नुपर्छ होइन। किन गर्दैन यो गम्भीर कुरा छ। तेस्रो कुरा राष्ट्रिय सम्पत्ति बिक्री वितरण भएको छ ललिता निवासको अघि। ओहदामा बसेकाले त्यो कुरा गर्न कसरी मिल्छ? त्यो कुरा तिनीहरूले गरेका छन् होइन। यस्ता कुराहरू नसुल्टाइकन चुनावमा जाँदाखेरि चाहिँ त्यसले हामीलाई राम्रो गर्दैन। अब यहाँ आइरहेको 2टा कुरा अघि। एउटा कुरा एकजनाले अनसन बस्यो भएको चाहिँ के अरे बालवाला चाहिँ प्रधानमन्त्रीले चाहिँ कार्यकारी प्रधानमन्त्रीको कुरा हामी चाहिँ निर्वाचन गराउने भनेर गर्नुभयो। कार्यकारी प्रधानमन्त्रीले हामीलाई कुन खाडलमा हाल्छ, उहाँले गराउन सक्नुहुन्छ कि सक्नुहुन्न त्यो अर्को कुरा हो। तर त्यसले हामीलाई समस्या पार्छ। अर्को तपाईँले चिनिहाल्नुहुन्छ, मैले मार्क्सवाद भनेर मात्रै नाम लिएँ उहाँसँग। अब जन्म सङ्ग्रह गराउने भन्ने कुरामा उहाँले सहमति जनाउनु भएको छ। जन्म सङ्ग्रहले राजा ल्याइदिएला भन्ने त होला, तर अर्को जन्म सङ्ग्रहले हटाउनु पनि सक्छ। अनि त्यो जन्म सङ्ग्रह नजिर भएपछि त्यसले अरू धेरै समस्याहरू पनि ल्याइदिन्छ नेपालमा अघि। त्यो गम्भीर कुरा छ, यसलाई कसरी रोक्ने हो अघि। त्यस कारण अहिले हामी नेपाल र नेपालीको हितमा र नेपालको हित होस् भनेर जो चाहन्छौँ त्यो सबै शक्तिहरू नेपालमा मिल्नुपर्छ भन्ने म ठान्छु। र कसै गरी पनि कुनै पनि हालतमा मिल्नुपर्छ। र अन्तिममा मेरो कुरा अब चाहिँ सर्वपक्षीको अर्थ के हो जसले बोल्नु भएको छ, उहाँले 2 धारमा बोल्नु भएको छ। आफ्नो कुरो सुल्टाउनको लागि मात्रै बोल्नु भएको छ। तर मलाई लाग्छ नेपालको अहिले सबै कुरालाई लिएर सबै राजनीतिक पक्षसँग बहस गर्नुपर्छ। मेरो भनाइ यति नै हो।